सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। आई होप तपाईँहरू सबैजना सन्चै आराम हुनुहुन्छ होला। हामी पनि सन्चै आरामै छौँ। यता नि छ मान्छे अनि यता नि छ पछाडि नै। अनि आज चाहिँ मकै गोड्नका लागि हिँडेको हाम्रो अब धम्माधम पाराले आज चाहिँ हाम्रो तल्लो बारी चाहिँ सिध्याएर आइदिने हो भन्ने प्लानिङले हिँडेका छौँ। कस्तोको जबरजस्तै हौ काँडा यहाँ चाहिँ छ है फेरि बपाल खालको ल घाँच्चै खोज्यो भने चिरोमा साला त्यसपछि खैर छैन। हिजो अस्ति चाहिँ मेरो ढाडै भाँचिने फेरि ठोकेको थियो होइन। त्यो यति लामो स्टिक बोकेर त्यो बाँसको स्टिक बोकेर खिचेछ त हो त्यो भिडियोको स्टिक काट्नु गएको थियो म होइन। सला घाँच्चै घोसीको ढाडमा खाला यति एक बित्तै छैन। अनि फेरि आज चाहिँ फेरि पनि लागिसके हामी मकै गोड्नका लागि। सो फाइनली हामी चाहिँ आइपुगिसके। ल मकै चाहिँ यही हो होइन। अब ऊ त्यो त हुँदैन छ उयो तल्लो घरतिर नि अब चाहिँ खनेर जाने। आज कस्तो धुम्म परिरहेको छ यार पुरै क्या यो के भन्छ यस्तो हुस्या लागेको छ क्या। हुस्यो भन्छ कि यसले के भन्छ तुवालो त भन्दैन यस्तोलाई कुहिरै भन्छ क्यारे। ल खन्नु नि सुरु गर्नु भइसक्यो। अब यही तलतिर उफ्रिदिउँ न त। यहाँतिर ठुलो खोजी रहेछ यार। यो चाहिँ ठुलो खोजी हो क्या फेरि यो यहाँ थुप्रै रहेछ। अब यो तल ब्ल्याङ्गले उफ्रिदिउँ न। यहाँ ठुलो रुख पनि रहेछ ठुलो खोजेर दुई तिनवटै रहेछ। मकै चाहिँ अस्तिको केलाई भन्छ असिनाले कुटेर ढुट्टै थियो तर अहिले चाहिँ यत्तिको भइसक्यो है। अब चाहिँ होला कि जस्तो भएको छ क्या। अब खन्नुपर्छ यार। सो फाइनल गाइज हामी चाहिँ फेरि सिध्याइओरी लागिसक्यौँ उभै घरतिर हिँडेको होइन। अब किनभनेदेखि सिध्याइसक्यो नि त दुई घर त्यो दुई घर चारपचिरिप पारेर त्यसको चाहिँ मैले भिडियो बनाएन होइन। अनि अब यो फरुवा पनि काम छैन नि त त्यहाँ त अब सिध्याइसक्यो किनभनेदेखि अनि त्यही भएर बोकेर उकालो लाग्यो। अब हामी चाहिँ पुग्नु पर्ने छ त्यो माथि। ल त्यो माथि क्या उयो जुन एक्लो रुख छ त अग्लो हो त्यसकै जरामा भन्दा नि अलिकति परतिर पुग्नुपर्ने हो। त्यहीँनिर हो त्यो चाहिँ यता छेउमा छ। अब त्यहाँनिर पुग्नु पर्ने हुन्छ। यहाँतिर गुराँसको फुल त अझै रहेछ यार। यहाँतिर यार यहाँनिर रहेछ अर्को नि। ल त ल न ल यो चाहिँ टिप्दिउँ कि क्या टिप्दिउँ नि त। एउटा रहेछ एउटा पनि टिप्दिउँ नटिपौँ यार। ल छोडे अब यसलाई अलिअलि पन्सायो एउटा फोटो खिचिदिउँ न त। लज्जा फोटो पनि खिचिसक्यो होइन। अब चाहिँ जानुपर्ने हुन्छ। अहिले चाहिँ मम्मी चाहिँ फेरि उतैतिर जानुभएको छ
पछाडि छ क्या अगाडि आइसक्नु भएको छैन उता च्याउहरू खोज्नु जाने भन्नु भएको थियो अनि च्याउहरू खोजेर ल्याउने म भनेर जानुभएको तर पनि च्याउ चाहिँ रहेछ भन्दै हुनुहुन्थ्यो अब आउने बेला चाहिँ भइसक्नु भयो होला यहाँतिर चाहिँ बबाल छ क्या ल यस्तो बबाल छ नि यो यता यतिकै यो फुलै फुल क्या फुलै फुलको बगैँचामा मेरी म यहाँ सरामै लाउने पिराती नै गाँसौँ आज भने जस्तै यहाँनिर खोला छ खोलामा माछा चाहिँ छैन यार हेरौँ है त रहेछ आछ्युमा भिज्यो यार पराल जिर्लामै हाने नि आउनु हुँदैन त यार अहिलेसम्म पनि ओके गाइज बाई बाई लभ यु अल सबैजनालाई हिजो नै मदर के भन्छ यार कस्तो लतपति हो क्या तिम्रो यहाँतिर चाहिँ फेरि यस्तो बबाल छ है उति पारे आउनु हुनुहुँदो रहेछ देखेन यार खासै यहाँतिर चाहिँ यस्तो जना खालको जनाल छ अहिले चाहिँ निक्ल्यो हामी यता जानमा ओके गाइज बाई बाई लभ यु अल सबैजनालाई सबैजना सन्चै आरामै बस्नु होला है